यिनीहरूको अनुमति बिना कसैले न्यायाधीशलाई अनुसन्धानै गर्न सक्दैन भन्ने कुरो संविधानमा लेखेको छ नि त। यसो भएको हुनाले हामीले संविधान यही कायम राखुन्जेल कुनै पनि हालतमा न भ्रष्टाचार तपाईँको चाहिँ अन्त्य हुन्छ, न अघि मैले भने जनताले चाहेको कार्यकारी प्रधानमन्त्री चुन्ने हुन्छ, कुनै भाग पुरा हुँदैन। अब भ्रष्टाचारको मूल जड त स्थानीय तह र तपाईँको प्रदेश सरकार झन् बढी हो। त्यो प्रदेश सरकारलाई भङ्ग गर्ने माग थियो। आन्दोलनमा घाइते भएकाहरूले हस्पिटलमा प्रधानमन्त्री भेट्न जाँदा प्रदेश सरकार खारिज गर्नुहोस् भनेर भन्नुभएको थियो, तर त्यो भएन। यसो भएको हुनाले यो संविधान जारी राखुन्जेलसम्म कुनै पनि काम हुँदैन। हामी ढुक्क भए हुन्छ। अघि भने जस्तो इजिप्टमा, सुडानमा, रोमानियामा, हङ्गेरीमा यस्तै भएको थियो तपाईँको। हेर्नुहोस्, यस्तो नेपालमा पनि स्थिति एकदम स्पष्ट रूपमा देखिँदैछ। फेरि पनि हामीले ठाउँको ठाउँ ठिक लाउने, अर्को विद्रोह नगरिकन यसको समाधान हुने छैन। धन्यवाद। भनेपछि त यो त मेरो शिर तपाईँले बचाउनुहोस्, तपाईँको शिर मैले बचाउँछु भने जस्तो पो देखियो होइन त सर? थोरै हाना यहाँले भन्नुभयो जस्तो एउटाले अर्काको प्रोटेक्ट गर्ने, अर्कोले अर्कोको गर्ने। जसरी हुन्छ जीवनमा एकचोटि तपाईँको प्रधानमन्त्री र मन्त्री हुने, अनि सम्पूर्ण भनिसक्नुभयो त सुशीला कार्कीज्यूले कि अब 2 महिना जति चुनाव चाहिँ पछाडि जान सक्छ होला। हिजो भन्दै थियो, आज प्रश्न भनिदिनु भयो, यो सरकारले आन्दोलनले उठाएको माग पुरा गर्ने संविधान बमोजिम त्यो म्यान्डेट पाएको छैन भन्नुभयो। उहाँ प्रधानमन्त्री हुन चाहिँ संविधानको म्यान्डेट नचाहिने, मतलब जनताको नचाहिने, संविधानले अनुमति दिन नपर्ने, अब काम गर्न जेनजीको माग पुरा गर्ने चाहिँ संविधान देखाउने। यो संविधान तत्काल जलाउने, च्यात्ने, फ्याल्ने नगरिकन सम्भवै छैन। यसो कुनै अर्थ छैन।